अब यत्रोजना हौजी खेल्नु गएपछि कसैले नजिता त हौ कसै न कसैले त हुनुपर्ने हो यो सब भाउजी टोली हो है यहाँदेखि चाहिँ धरानको फेमस बगरकोटको इन्ट्री हुँदैछ है यो हो हाम्रो धरान 15 बगरकोट पुल धरान 15 को सिमाना बगरकोटको चहल पहल हेरौँ न त सुरु भयो अब बगरकोटको चहल पहल ओहो हो केटाहरू कहाँ गयो यो चाहिँ बगरकोटको चहल पहल याङतारू हरेस धरानको भानुचोकको इन्ट्री के भयो फेरि यो चाहिँ अब भान्चोकको इन्ट्री छ है फेरि तिहार त लागेको छ त भान्चोकतिर भयो राम्रो लागेछ हाम्रो घन्टाघर हाम्रो सुन्दरनगर धरानको घन्टाघर कहाँबाट छिराउनु आँट्यो यिनीहरूले फेरि के कहाँ लानु आँट्यो फेरि पर लग्यो त सिधै 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 तिहार लाग्यो है यहाँबाट राम्रो ठाउँ बनाएको छ नि त आयो तिहारको सुरुवात यहाँबाटै भयो है गयो 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 के भयो ओ ए ल ल दावाजी ल ल ल ल ल दावा सर के घुर्या यस्तो गयो 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 कस्तो फिल भएको छ दामी धेरै बजी गयो धेरै दामी हौजी खेल्नु गएको हामी केटाहरूको बाइक के भयो ल ल टिकट बुझ्दै गरौँ सुमन सरलाई हान्न त डाइलग बोलाउनु तपाईले भनेको सबको पुग राख्दैछु आज भूपाल दाइले कल गरेछ कि म गएँ ल त्यहाँ टिकट हेर्दै गर्छु ए बस्नु यो मान्छे अहिले आएर यो के बोल्दैछ आउनु त आउनु हौजी हौजी हौजी
हाउजी खेल्न गएको ए तर्सा यार गाडी बिग्रियो राइट हाउजीको पछि यो पनि राइट रहेको छ 80 यो पनि राइट रहेको छ अहिले हामीले लास्ट कल नम्बर गरेको थियौं 42 उहाँले सेकेन्ड लाइनको पुरस्कार राशि प्राप्त गर्नुभएको छ उहाँलाई पुरस्कार दिएर म हार्दिक धन्यवाद दिन चाहन्छु र तपाईहरु समक्ष अब हाम्रो 4 वटा पुरस्कार राशिहरुमा मात्र 3 वटा बाँकी रहेको पनि जानकारी गराउँदछु।